good morning, namaste, lasso फ्याफला वेलकम टु ब्याक माई भिडियो एन्ड भ्लगमा मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई धेरै धेरै सम्झना धेरै माया भन्दै धनमाया हजुरहरुको माझ आइसक्यो। आई होप हजुरहरु पनि सन्चै होला, म पनि एकदम ठिकठाक छु। अनि आज चाहिँ पढ्न गइरहेछ। ह्याप्पी मदर डे मेरो सम्पूर्ण देश तथा विदेशमा रहनु भएको सम्पूर्ण आमाहरूलाई नि ह्याप्पी मदर डे भन्न चाहन्छु। आमा खुवाउने औँसीमा धेरै माता तीर्थ सबैलाई धेरै माया धेरै शुभकामना छ। मेरो सम्पूर्ण देश तथा विदेशमा बस्नु हुने आमाहरू लगायत सम्पूर्णलाई ह्याप्पी मदर डे भन्दै भिडियो स्टार्ट गर्दैछु। म कहाँ बसेर भन्दा मेरो माइती गाउँमा आएको छु म चाहिँ हैन। साथीहरू भिडियोहरू आउँदैछ, हेर्दै माया गर्नु होला, माया दिनु होला भन्दै भिडियो स्टार्ट गर्दैछु। अनि हजुरहरू सन्चै आराममा हुनुहुन्छ? धेरै माया धेरै सम्झेको छ है धनमायाले। अनि सम्पूर्णलाई धेरै माया छ भन्दै म चाहिँ डाँडामा बसेर भिडियो लिँदैछु। भिडियो म भ्यू देखाउँछु माइतीको, हेर्नु होला साथीहरू के कस्तो छ भन्नु होला है। अहिले यो डाँडामा बसेर भिडियो लिँदैछु है साथीहरू हैन। हाम्रो माइती गाउँ देखाउँदैछु। यो चाहिँ मरिन गाउँपालिका 4 हामी भए माथि कमलमाई 1 भयो है। म पुग्ने बे गरेर पुग्ने घर चाहिँ यो भयो गाउँपालिका 4 लामी दमार भनेर चिनिन्छ। तर यहाँ भएको घर चाहिँ हामी दाजुभाइ भन्दा अरू छैन। हाम्रो यहाँ मात्रै लाइनमा 18-19 घर छ हैन। अनि हाम्रो जम्मा 33 घर छ के। अनि कुनै तराईमा जानुभएको बसाइ सारेर, कुनै उता नयाँ बस्ती धमिले भन्ने ठाउँमा जानुभएको हैन। हाम्रो चाहिँ कहाँ जताततै छ दाजुभाइ हैन। अनि यस्तो छ है हाम्रो गाउँ, माइती गाउँ। घाँस छ जताततै, पाहा पखेरी यस्तो छ। अनि अहिले त खासै गाई बस्तु पनि पाल्दैन हैन। ऊ त्यो डाँडातिर पाहा हो हैन। कति घाँस काट्यो नि हामीले बच्चामा, अलिअलि भयो नि हैन। यतातिर सबै पाहा भयो हैन। घर तल छ अनि यतातिर पाहा नै पाहा। यो डाँडामा माथि डाँडामा खजुर पाउँछ। कति खजुर खायो हैन। खजुरले थक्कल खायो। अनि यो रुखतिर पनि चढ्यो होला अलिअलि हैन। ठुल्ठुलो भइसक्यो। अब चाहिँ पहाडहरू पनि यस्तो छ। यो डाँडा भयो, डाँडा उतातिर घर छ। अनि यो चाहिँ हाम्रो लामी दमार भन्छ। यो चाहिँ हाम्रो लामी दमार भन्छ हैन। पर चाहिँ सातले कुडोले वाइबा डाँडा जे पनि नामले चिनिन्छ है। मकैहरू चाहिँ गुड्ने भाहा भर्खर है। अनि हाम्रो माइती घर चाहिँ हैन उतल, यो चाहिँ पहिला पुरानो घर है। यो तल चाहिँ यो चाहिँ पुरानो घर हो है हैन। अनि त्यो बिचमा पनि गोठ नै छ है, गाई बस्तु बान्ने गोठ। त्यहाँ त अहिले छोडिसक्यो बान्नै। अनि तल्लो पनि छ। त्यो तल्लो घर पनि म देखाउँछु अहिले भिडियोमा हैन। यो चाहिँ आज मैले मदर्स डेमा गाउँ पनि देखाउने अनि यसो आमा खुवाउने औँसी पनि मनाउने, सबै मिक्स हुन्छ है यहाँ। भिडियो चाहिँ हेरिदिनु होला साथीहरू। अनि ठुलो बुवाहरू मकै गोड्दैछ शीतलमा हैन। काम कुरो त भइरहन्छ नि गाउँमा। तर खेती किसान पनि प्रसिद्धै छ, गर्ने मान्छे नि चाहियो हैन। अन्त यस्तै गरी त गर्छ है गाउँघरको, यस्तै हो। अनि यस्तो छ हाम्रो सिन्धुली मरिन है। यो चाहिँ गाउँपालिका 4। अनि हामी अस्ति पञ्चकन्या चाहिँ 5 है। त्योहरू कताबाट आउने म देखाउँछु। भिडियो हिजो हामी साँझमा, अब हिजो आज गर्मी छ नि त, अनि बेलुका आयो साँझको भ्यू अलि राम्रो हुँदैन भन्ने लिएको छैन। अलि घर फर्किँदा चाहिँ त्यो भ्यू लिन्छु। त्यो पनि हेरिदिनु होला, माया गर्नु होला भन्दै आज चाहिँ आमा खुवाउनेमा मैले यसो बिहान आफ्नो माइती गाउँ देखाएर मनाउने भनेर गर्दैछु। भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला साथीहरू। म पनि हजुरहरूको भिडियो
अनि मलाई नि साथ सपोर्ट दिनु होला। म पनि सक्दो दिनेछु। न्यू च्यानल हुनुहुन्छ भने मलाई नि कमेन्ट छोड्नु होला है त। नयाँ ट्याङ्की बनाउनु भएछ फेरि चुरेबाट पानी ल्याउँदैछ रे। पानी त उति माथि मुहान हो पानीको यहाँ हाम्रो त्यो माथि खोल्चीको मुहान छ त्यो पानी नि खाइरहन्छ हैन। अनि यो चाहिँ चुरीबाट ल्याउने पानीलाई ट्याङ्की बनाउनु भयो रे हैन। यसरी बनाउनु भयो। यतातिर घाँस काट्यो पहिला त काट्यो अब त धेरै पाल्दैन गाई बस्तु पनि मान्छे नि छैन है ठिकै काट्छ। अनि बाँस खाने तामा मातिर पाउँछ यो डाँडातिर कति रमायो। यस्तो नि चैत वैशाखको बेलामा वन कुखुरा आउँथ्यो यता डाँडामा उता डाँडामा हाई होइ 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 गरेर धपाउँथ्यो क्या हामीले। अब कम रमाइलो हुँदैन थियो साथीहरू त्यो सम्झना मात्रै बस्ने भयो। यस्तो छ है हाम्रो यो चाहिँ पुरानो पहिलाको घर हैन। उता लाइनमा थियो सबै घर हैन। अहिले तल्लो लाइनमा लगेको कारण चाहिँ यो उतातिर लाइन थियो तल्लो लाइनमा सार्यो हैन। हाम्रो नि तल्लो नि छ घर यो चाहिँ माथि। तर यो कुखुरा सुखुरा पाल्नुलाई चाहिँ यो माथि नै राम्रो भन्नुहुन्छ हाम्रो मम्मीले। भयो नि यो सार्छ होला बिस्तार देखाउँछु। अहिलेको घर चाहिँ यो हो है हाम्रो पुरानो घर चाहिँ है यो तल यस्तो हो यो माइती हाम्रो पुरानो घर। अनि त्यो बिचमा नि गोठ छ हैन। अनि तल्लो नि घर छ हाम्रो। घर त जताततै छ मान्छे छैन हैन। अब बिस्तारी के गर्नुहुन्छ व्यवस्था गर्दै हुनुहुन्छ। अनि आज चाहिँ ल आमा खुवाउने कसरी मनाउँछ त्यो भिडियो पनि यहीँ मिक्स हुन्छ साथीहरू। अनि बुवा चाहिँ हुनुहुन्न है आज बुवा काठमाडौँ हुनुहुन्छ। भाइ जेठा भाइ पनि काठमाडौँ हुन्छ कान्छा भाइ मम्मी मात्र घरमा हुन्छ अहिले है त। साथीहरू हाम्रो चाहिँ यहाँ सुरु भइसक्यो है। आमा छोरी हाई गर्न लो। हाम्रो मम्मी यहाँ हाँस्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ हैन। हाम्रो चाहिँ अलिअलि भए पनि हल्का नि सुरु भइसक्यो। आमा खुवाउने औँसी साधारण भए पनि हेर्दै गर्नु होला भिडियो। हाम्रो चाहिँ आमा खुवाउने सुरु भयो स्टार्ट। छोरी हाई हेलो। हाम्रो मम्मी चाहिँ त्यति बोल्नुहुन्न है। हाम्रो चाहिँ यसरी मनाउँदैछ आमा खुवाउने औँसी। यहाँ भयो बहिनी हामी दुई बहिनी हो। हामीले चाहिँ मदर डे यसरी मनायो साथीहरू। फुइबा आलो लुङ चितल रे आमा मदर डे आमा छोरी। वाउ वाउ हाम्रो स्पेसल मदर डे यसरी मनाउँदैछ। रेकर्ड लाग्यो कि फोटो भिडियो लाग्यो खै। ह्याप्पी मदर डे मम्मी थ्याङ्क यू भन्नु मम्मी आमा थ्याङ्क यू थाम चाहिँ ह्याप्पी मदर्स डे मम्मी। यसलाई कोजी ग्याम थाहा सिमान फोटो ल ल जमे करोडपति तसी खरबपति तसी अब आमा जम्मा सुखा थल्ला। हेलो एभ्रिवान हामी चाहिँ दिदी बहिनी यतातिर आमा खुवाइसक्यो। यस्तै हाम्रो चाहिँ यस्तै भयो भिडियोहरू हैन। कचकचु खाना खायो अब चाहिँ घरतिर लाग्नुपर्छ। हेलो साथीहरू हामी आमा छोरी है यहाँ यतातिर अब भिडियो चाहिँ लगभग इन गर्छु। कस्तो गर्मी छ हैन यस्तै भिडियो भइरहेछ।